am a goldsmith. रियल त हो नि ल हजुर पनि आउँछ है साथीहरू ल हामी चाहिँ अब अहिले ड्युटीबाट आएर सो मार्केटतिर जान लागेको टुडे इज आवर स्यालेरी डे आज स्यालेरीको दिन हो नि त सो केही कुराहरू किनमेल गर्नु गइरहेका छौँ मार्केटतर्फ भिडियोमा बनिराख्नु होला ल हामी लिफ्टमा जाँदैछौँ साथीहरू एटिएममा चाहिँ आइपुग्यो यो मेरो चाहिँ एनबिके ब्याङ्कको एटिएम अनि यसरी हामीले चाहिँ हाल्नुपर्छ त्यसपछि यहाँ भाषा छनौट गर्ने अनि इन्टर पासपोर्ट त्यसपछि थर्ड भइसकेपछि यहाँ म चाहिँ कस्टममा जान्छु किनभने मलाई जल्दी चाहिएछ म त्यति निकाल्ने छु 10 केडी मात्रै मैले चाहिँ यहाँ विड्र गर्नु गइरहेको छु थोरै दिनपछि चाहिँ यहाँ निस्किन्छ पहिला कार्ड आयो कार्ड लिने एउटा मात्रै नोट निस्क्यो है साथीहरू ल साथीहरू हामी चाहिँ अब निस्किँदै गरेको अवस्था एउटा साथीलाई कुर्दै थियो क्या ऊ पनि जाने भनेर अलिकति ढिलो भयो एटिएमबाट पैसा पनि निकालियो र यतातिरको अगाडिको दृश्य यस्तो छ दुईजना अगाडि हिँडिराख्नु भएको छ म भने पछाडि हिँडिराखेको छु ल भिडियो बनाउँदै अनि तपाईहरुलाई मेरो भिडियोहरु कस्तो लाग्छ साथीहरु है लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला तपाईको सानो सपोर्ट गरिदिनुस् है मलाई अगाडि बढाउनलाई यो मेहनत खेर नजाओस् के छ अनिल सर तपाईलाई कस्तो लागिरहेछ त कता जाँदै छौ हामी कता जाँदै छौ हामी ल्यापटप आनिदिने तपाईले आज आज ल्यापटप पार्टी हुँदैछ है ल मार्केटिङ गर्ने हो ल हाम्रो किशन दाइ यता छ हैन कस्तो लागिरहेछ दाइ आज स्यालेरी आको हैन खुसी We are on inside the bus. हामी चाहिँ बसमा चढिसक्यो यताको भ्यू चाहिँ यस्तो छ चाहिँ सिटी बस जम्मा रुबा लाग्छ दायाँबाट बसेछ पछाडिको माहौल यस्तो छ साथीहरु हामी बस चाहिँ यही हो हेर्न लाएर रात परिसक्यो हैन हिँड्दा त उज्यालै थियो सो अब भने हामी यो मार्केट वरपरको दृश्य नाइट भ्यू टक्क यस्तो छ बसहरु उता छ है गर्दैछ साथीहरु एक्साइडतिर जाँदैछ ल रोड क्रस गर्न चाहिँ एकदम गाह्रो छ यहाँ लगाएर कस्तो देखिरहेको छ नाइट भ्यू ज्वेलरी सप देश विदेशमा नाइट भ्यू चाहिँ राम्रो आउँछ हैन के हुँदैछ वाउ goldsmith I am a goldsmith रियल त हो नि चाहियो गोल्ड वाउ 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 जाँदैछौँ एक्साइड हाम्रो अनिल दोस्तले चाहिँ ल्यापटप लिँदै हुनुहुन्छ
कस्तो छ त साथी? अरे बाप रे बाप। यो त के भन्छ मछली आएकै छैन अनि फ्राई सराई गरिसक्यो। अहिले हुँदैछ ल्यापटप खरिद साथीसँग हामी जाँदैछौँ है। नाइट भ्यू त राम्रै देखिन्छ। तनावमा छ ऊ। कस्तो अरे हेलो हेलो अरे कता हो हाम्रो नेपाली रेस्टुरेन्ट? अब भने हामी जाँदैछ फाइनली नेपाली रेस्टुरेन्टतिर होइन। अब गएर केही न केही खानु पर्यो, भोक लागिसक्यो साथीहरू। नेपाली रेस्टुरेन्ट A1 आयो। ल जाउँ। यहाँबाट ट्रक्क छिर्ने, ट्रक चलाएर प्रवेशद्वार। हेलो दाजुहरू, आयो A1 मा नेपाली रेस्टुरेन्ट। फेरि पनि पुरा हामी आइरहेको छ क्या। दिदी नमस्ते, फेरि आयो हामी त। सन्चै हुन्छ? फुल रहेछ आज त। ल ल अनि सर बसौँ। त्यहाँ बस्नु न। टपरी मोमो उताको न्यु रोडको टपरी मोमो फेमस छ। फाइनली A1 मा साथीहरू। फाइनली हाम्रो चाहिँ आयो मोमो है, स्टिम मोमो। दाम चाहिँ सुरु गरिसक्यो। टक्क भएर मोमो सुरु गर्दैछ है। यसरी सुरु गर्ने हो। ल हजुर पनि आउँछ है। मस्त छ। ठिक छ है। साथीहरू हामीले चाहिँ खाइसक्यो है। अब चाहिँ हामी निस्केको। फेरि भेटौँला A1 मा। मोमो चाहिँ खाएर अब जानेछौँ हामी म्याक्स सपिङ सेन्टरमा। नेपाली रेस्टुरेन्ट। A1 मा फेरि पनि भिजिट गर्यो ल। अब भने हामी सिधै डाइरेक्ट जाँदैछौँ म्याक्स। देख्न सक्नुहुन्छ हामी आइपुग्यौँ म्याक्समा। म्याक्समा इन्टर गर्दैछ ल। म्याक्स सपिङ सेन्टर। अब हामी जान्छौँ माथि, किनकि यहाँ सबै लेडिज सेक्सन हो। सो हामी टोकन लगाएर माथि गइसकेपछि हाम्रो सपिङ सुरु हुनेछ है। ल हामी चाहिँ जाँदैछ टपमा। अब यस्तो देखिन्छ ल। क्लथ म्याक्स। मलाई पनि घुमियो। सर्टको मूल्य हेर्नुहोस् कति छ भनेपछि 4 केडी 1600 को सर्ट। बच्चाहरूको कपडाहरू एकदम दामी दामी छ। बच्चाहरूको दाइतो त सानो बच्चाहरूको दामी छ प्यान्ट बच्चाको चाहिँ है। बेबी सेक्सन। यता टी सर्टहरू रहेछ। यस रमाइलो छ। म्याक्सको 3 केटी बेबी सेक्सन। बच्चाहरू खेलिरहेछ होइन। आहा यता हेर्नु त क्या दामी दामी छ त।
दुई केडी साथीहरू लुल हाइपर मार्केट यता पछाडि म्याक्स अब हामी निस्किसक्यो अब रुमतिर निस्किनुपर्छ बिस्तारै के कान्छीहरू बस्यो हामी ट्याक्सीमा अब जाँदैछ रुम सभा सलिमको लागि केही बेरमा पुग्नेछ जसो हाम्रो यो ल्यापटप टिम यता छ ल्यापटप टिम अगाडि बसिरहेछ ठिक छ है चलाउन इजी हुन्छ तर हाम्रो पेस कस्तो हुन्छ है यता काम गर्दाखेरि हाम्रो पेस डाउन हुन्छ त्यसको पेसलाई जहिले पनि हेर्छु फोटो टिकटकमा आइरहेकै हुन्छ लाइभ आइरहेकै हुन्छ त्यसलाई फेस पुरै राम्रै हुन्छ लाग्यो सभा सकियो एकछिनपछि चाहिँ हामी ठ्याक्क आइपुग्छौँ ल साथीहरू हामी आइपुग्यो सभा सलिम है अनि यो ट्याक्सी पठाइसक्यो अनि अगाडि छ ग्रान्ड यहाँबाट चाहिँ चिसो खाएर यसो रुम जानुपर्छ है त्यही भनिरहेको थियो चिसो खाएर टक्क जाएर रुममा जानुपर्छ ग्रान्ड चाहिँ यता छ हामी बेहुली आइराख्ने हाम्रो आजको टप बायरले चाहिँ चिसो गाउँदैछ ल साथीहरू हाम्रो ह्याप्पी एन्डिङ भइसक्यो है चेसको साथ हुने हो कि के हुने हो ल चेसको साथमा ह्याप्पी एन्डिङ भइरह आज हाम्रो साथीले ल्यापटप किनेको खुसियालीमा लड्डु खाइसक्यो देखाउन पाइएन चिसो अन्तिममा सो साथीहरू तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो सबैजना लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला तपाईँलाई मेरो भिडियोहरू कस्तो लाग्छ आगामी दिनहरूमा केही सुधार्ने पक्षहरू हुन्छन् भने कमेन्टमा मेन्सन गर्नु होला आजको लागि बाई बाई